परमेश्वरले हुकुम गर्नुभयो तैँले जा अमालेकीहरूको ठाउँमा पुगेर त्यो अमालेकीहरू सबैलाई एकदमै खतम पार त्यसलाई तिनीहरू कोही नछोड्नु केही नछोड्नु त्यहाँ भएको मानिसदेखि लिएर साना ठुला बालबच्चादेखि लिएर पशु प्राणी केही नछोडी त्यहाँ पुरै संहार पार्नु भनेर चाहिँ अगमवक्ता सामुएलद्वारा चाहिँ परमेश्वर बोल्नु भएको थियो। अनि त्यो कुरा चाहिँ अगमवक्ताले साउल राजा साउललाई हुकुम गरेको है आज्ञा दिएको थियो, अर्थात् परमेश्वरले आज्ञा दिनुभयो। तर अनि त्यहाँ के भयो भनेदेखि 18 पढ्छु भयो 15को 18 परमप्रभुले तपाईँलाई त्यस दुष्ट जाति अमालेकीहरूलाई नाश गर्नु भनी कडा आज्ञा दिएर पठाउनु भएको थियो। तिनीहरूलाई निमिठ्यान्न नपारिन्जेल तपाईँले तिनीहरूका विरुद्धमा लडाइँ गरिरहनु पर्ने थियो। तपाईँले किन परमप्रभुको आज्ञा पालन गर्नु भएन? तपाईँले किन लुटका माल लिनुभयो र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्नुभयो भनेको यहाँनिर है। अब यहाँनिर हेर्दाखेरि चाहिँ अब अहिलेको समयलाई हेर्नु हो भनेदेखि सानो गल्ती किन गइनस् त्यहाँ, किन गरिन त्यो काम, अनि यस्तो बहाना ठुलो भइहाल्छ। अहिलेको समयमा बहानाले नै जितिहाल्छ है। तर त्यति बेला चाहिँ त्यो बहाना परमेश्वर अगाडि चल्दैन थियो। त्यसले गर्दा साउल राजाले ऊ राजा स्वयं र उसको सम्पूर्ण परिवारले ठुलो दुःख भोगेको छ। यहाँसम्म कि राजा र उसको 3वटा छोरा एकै साथमा मर्नु परेको अवस्था छ। कति डरलाग्दो कुरा होइन। अहिले जस्तो हो भनेदेखि हामीले त्यो अवस्था चाहिँ अहिले हुनु भने परिवारमा कोही पनि बस्दैन, सबै मरेरै सक्छ। मैले पहिला भने है मरेरै सक्छ। तर परमेश्वरको अनुग्रह चाहिँ आज भोलि अहिले वर्तमानसम्म हामीमा भएकोले गर्दा हामी बहनाले जित्छौँ। परमेश्वरले हामीलाई अहिले पनि त्यही वचनले आज्ञा गरिराख्नु भएको छ है। हामी यहाँ जतिजना छौँ परमेश्वरले केही न केही परमेश्वरले हामीलाई आज्ञा दिइराख्नु भएको छ। मलाई यो वचन किन भन्नु मन पर्यो भनेदेखि सायद मलाई यो वचनले मलाई नै दोषाइरहेको छ, म भित्रै त्यो कमी छ जस्तो लागेर मैले चाहिँ होइन यही वचन मैले बोल्नुपर्छ भन्ने कुरो चाहिँ मलाई भइरह्यो होइन। कुनै न कुनै आज्ञा परमेश्वरले दिनुभएको छ तपाईँ हामीलाई, मलाई या तपाईँलाई है। अनि हामी त्यो आज्ञा गर्नुमा चाहिँ हामी चुकेका छौँ, अवश्य नै कहीँ न कहीँ चुकेका छौँ। अनि चुकेर चाहिँ हामीले चाहिँ प्रतिफल भोग्नुपर्ने अवस्थामा हामी पुगेको छौँ होला सायदै जस्तो लाग्छ। अनि प्रतिफल भोग्नुपर्ने कुरा चाहिँ राजा साउलले जस्तो भोग्नुपर्ने हामी बाँच्दैनौँ दिएको है। तर हामीले चाहिँ अहिलेको दिनमा यो प्रतिफल भोग्नु पर्दाखेरि चाहिँ हामीलाई कहीँ न कहीँ केही कुरो भइराखेको, नमिल्दो कुराहरू, अभाव भइराखेको कुराहरू, रोग बिमारले सताइराखेको कुराहरू, कहीँ न केही अमिल्दो कुराहरू भइराखेको हामीले सामना गर्नुपर्छ। त्यो अर्कै तरिकाले हामीलाई परमेश्वरले हामीलाई यो आज्ञामा उल्लङ्घन गरेको कुराहरू, आज्ञा नमान्दाखेरिको प्रतिफल हामी भोगिराखेको हुन्छौँ। र यसरी राजा साउलले चाहिँ परमेश्वर दिनुभएको त्यो महान आज्ञा थियो, ठुलो थिएन, हेर्दाखेरि सानो थियो। जा तैँले मैले तेरो हातमा सुम्पिदिएको थियो, त्यो अमालेकी जातिहरू सबै गरेर निमिठानमा खत्तम पार, तैँले केही पनि नछोड्न। अनि तेरो काम त्यसपछि तेरो काम जे बताउनु पर्ने तँलाई म त्यसपछि बताउने भन्ने कुरो परमेश्वरले गर्नुभयो। यद्यपि त्यो कुरा चाहिँ राजा साउललाई चाहिँ अगमवक्ता सामुएलद्वारा भनेर बोल्नुभयो। अनि अगमवक्ताले भनेर पठाउनु भयो। अनि गए पनि है, गएर त्यहाँनिर के गरेर साउल राजाले यो माथि हामीले पढ्छौँ। अनि 14 देखि उँधो हामी पढ्छौँ त्यो 28 को 28 पुरै पढ्दैन भन्छ त्यो विवरण त्यहाँनिर छ है। त्यसलाई छोटकरी भन्नुपर्दा राजा साउलले भने होइन म गएँ त, अन्त मैले गरेँ त सबै कुरो, जे तपाईँ अरूण भएको थियो सबै गरेँ। होइन तैँले गरिनस्, अगमवक्ताले भन्दैछ है, होइन तैँले गरिनस्। अनि उसले भने मैले गरेँ त सबै कुरो, मान्छे मारेँ। अनि खालि म त्यति हो, त्यहाँनिर भएको त्यहाँको राजा अगागलाई मैले जिउँदै पक्रेर लिएर आएँ। अनि त्यहाँ भएको मोटा मोटा ताजा पशु प्राणीहरू मैले बलिदानको लागि ल्याएँ भनेर भने कति सजिलो कुरा गरेको है। अनि अगमवक्ताले भनेछ है, हो त्यही तेरो पाप हो, त्यो चाहिँ तेरो गल्ती, ठुलो गल्ती, तँलाई त्यो नगर भनेको थियो नि त परमेश्वर, त्यो चाहिँ तैँले नगर, तैँले त्यही नै गरेर आइस। अब तँ चाहिँ परमेश्वरको अगाडि योग्यको छैनस्।
परमेश्वरले तँलाई त्यागिदिनु भयो। कति डरलाग्दो कुरो। अहिले चाहिँ मलाई लाग्छ घरिघरि मलाई त्यो कुरा लाग्छ, अहिलेको समय हो भनेदेखि परमेश्वरले मलाई हराएको कुरामा चाहिँ मैले गरेँ त अन्त भन्दाखेरि बहाना मैले गरेँ त है, बहाना गरेर गरेँ त होइन तैँले गरेको छैनस् भन्दाखेरि म मर्ने लायक हुन्छ। मेरो मृत्यु नजिक आएको मैले अब अनुभव गर्नुपर्छ। तर त्यो नभएर चाहिँ आज हामी यो कुरा हामीमा छैन। तर त्यति बेला चाहिँ आज साउलले चाहिँ मृत्युको अगाडि अब पुग्नै लागेको छ। परमेश्वर तँलाई त्यागिदिनु भयो। अहिले हामीलाई परमेश्वर तँलाई त्यागिदिए जस्तो भन्नु कस्तो हुन्छ होइन। परमेश्वरले त्याग्नु भन्ने कुरो चाहिँ साधारण कुरो होइन, एकदमै डरलाग्दो कुरो हो। परमेश्वर हिब्रूमा लेखेको चाहिँ अग्निमय परमेश्वर, आगो रूपी परमेश्वर हुनुहुन्छ। भस्म गर्ने आगो भनेर हिब्रूमा लेखेको छ है परमेश्वर। तपाईँ र मलाई परमेश्वरले चाहनु भनेदेखि हामी अहिले पनि मर्छौँ, प्रहार गर्नु भने अहिले पनि मर्छौँ। आफ्नो खुसीमा केही पनि गरेपछि हामी मर्छौँ। जस्तो उदाहरणको लागि बाचाको सन्दुक बोकेर लाँदै गर्दाखेरि बाटोमा बाचा सन्दुकको गाडी अलिकति कोल्टी हुँदाखेरि एकजना व्यक्तिले थामेको मात्र थियो, उसको आफ्नो खुसीले थामेको मात्रै थियो, त्यो व्यक्ति त्यही नै मरिहाल्यो। परमेश्वरले प्रहार गर्नुभयो, उसको प्राण त्यहीँ परमेश्वरले लिनुभयो। कति डरलाग्दो समय थियो है त्यति बेला। अनि अहिले हामी आफ्नो खुसी गर्दाखेरि परमेश्वरले भनेको कुरादेखि विपरीत काम हामीले गर्दाखेरि हामी पनि मर्ने योग्य हुन्छौँ। परमेश्वरले हामीलाई प्रहार गर्न सक्नुहुन्छ, तर कुनै न कुनै कारणवश परमेश्वरले आफ्नो अनुग्रह चाहिँ हामीसँग दिएको गर्दा हामी फेरि पनि जीवित रहन्छौँ। अनि त्यो जीवित रहेको क्षण चाहिँ हामीले पश्चातापी क्षण बिताउनु पर्ने मौका अवसर हो है, अपर्च्युनिटी हो। त्यसमा पाउँछ हामीले। कुनै पनि हामीले त्यो समय त्यस्तो कुराहरू हाम्रोमा आएको हुनसक्छ, हामीले त्यसलाई कहिले पनि ख्याल गरेको हुँदैन है, काउन्ट गरेको हुँदैनौँ। त्यस्तो अनगन्ती कुरा हामीमा आएर पनि बितिसकेको हुन्छ। अनि हामीले पाप बटुल्दै गइरहेको हुन्छ, हामी क्षमा प्रार्थी बनेको हुँदैनौँ। अब यो अवस्थामा चाहिँ परमेश्वरले चाहिँ अनि साउललाई त्यागिदिनु भयो। अनि अब यहाँनिर त्यति मात्र भएन है, त्यागिदिनु भएपछि साउलले आफ्नो इच्छामा अनेक थोक गर्न थाल्यो। त्यति बेला अनेक थोक गर्यो। अनि एउटा चाहिँ त्यहाँ अझै एउटा गल्ती के गरे भन्ने चाहिँ उसले एउटा रङ डिसिसन पनि गर्यो त्यति बेला। साउल राजाले एउटा गलत निर्णय पनि लिएको छ त्यहाँनिर। कुन त्यो गलत निर्णयलाई चाहिँ म विशेष पोइन्ट भन्न चाहन्छु है। यहाँनिर तपाईँले पढ्नुहोस् 28को पहिलो सामुएल 28को 5, 6, 7 पढ्नुहोस् न त्यहाँनिर। अब जब साउलले फलिस्तीको फौजलाई देखे तब तिनी साह्रै भयभीत भए। तिनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा न उरिम औ न अगमवक्ताद्वारा तिनलाई जवाब दिनुभयो। यसैले तिनले आफ्ना सेवकहरूलाई भने, मेरो निम्ति कुनै एउटा मन्त्र तन्त्र गर्ने स्त्रीलाई खोजिदेऊ र म त्यसकहाँ गएर सोधपुछ गर्नेछु। एन्दोरमा त्यस्ती स्त्री छ भने तिनका सेवकहरूले तिनलाई बताइदिए। यो तीनवटा पदलाई विशेष गरी ध्यान दिनु ल। अब राजा साउलले आफ्नो खुसीमा मन परिपरेकोले गर्दा, आज्ञा नमानेकोले गर्दा प्रतिफल भोग्यो है, प्रतिफल भोग्यो। अनि परमेश्वरले उसलाई त्यागिदिनु भयो। अनि त्यसपछि पश्चातापी बन्नुपर्ने हो नि त राजा साउल। आफूले गरेको गल्तीलाई बोल्दै गल्ती मानिदिनु पर्ने हो नि त। तर उसले मैले गरेँ भनेर त्यतिकै आफ्नो खुसीमा राजापनको अहमता उसले देखाइ नै रह्यो है। अनि त्यसपछि के भयो, बिस्तारै 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 परमेश्वरले उसलाई छोड्दै 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 जानुभयो। परमेश्वरको आत्माले उसलाई छोड्दै छोड्दै जानुभयो। अब परमेश्वरको आत्माले छोड्नु भन्ने कुरो चाहिँ मान्छे रित्तो रित्तो हुँदै जानु हो, खाली खाली हुँदै जानु हो। आज खाली, भोलि खाली, पर्सि खाली हुँदै गर्दा मान्छे एकदमै काम नलाग्ने अवस्थाको हुन्छ। अहिले हामी आफ्नो स्थितिमा जस्तो छौँ त्यो परमेश्वर हामीसित हुनुहुन्छ। हामीलाई परमेश्वर अगुवाई छ। त्यस कारण हामीले सेवा सङ्गतदेखि लिएर हरेक कुरा, आफ्नो व्यक्तिगत कुराहरू, मण्डलीको विषयहरू अनि धेरै कुराहरू हामीले गरिराखेको छौँ, सहमति भइराखेको छौँ। त्यो चाहिँ परमेश्वर आत्माले हामीलाई निरन्तर डोराइराख्नु भएको छ। अनि त्यो कुरा चाहिँ परमेश्वरले चाहिँ साउलबाट चाहिँ उठाइदिनु भयो।
साउलबाट परमेश्वरले आफ्नो आत्मा उठाएपछि आत्मा भन्दा उहाँको उपस्थिति उठाइसकेपछि के हुन्छ मान्छे मन परि हुन्छ छाडा हुन्छ छाडा मात्रै भएन ऊ बिस्तारै बिस्तारै उसको दिमागले काम पनि गर्न छोड्यो बिस्तारै र अब यहाँ दिमागले काम गर्नु छोडेको प्रतिफल चाहिँ के भएको छ भने 5 देखि 7 सम्म पढ्दा थाहा पाउँछ औ जब साउलले पलिस्तीको फौजलाई देखे तब तिनी साह्रै भयभीत भए भनेछ पलिस्तीको फौजलाई देख्दै ऊ डराउने भयो त्यहाँनिर पहिला त सायद डराउँथेन उसले सेनाहरूलाई बटुलेर आफ्नो सेना अगाडि लिएर बढाएर कहीँ कहीँ यसरी कुनै ठाउँमा आक्रमण गर्नुपर्ने चढाइ गर्नुपर्ने ठाउँमा चढाइ गरेर जित्थ्यो पनि किनकि परमेश्वर उसको साथमा हुनुहुन्थ्यो नि त्यति बेला परमेश्वर उसको हातमा सुम्पिदिनुहुन्थ्यो अनि यदि त्यो शत्रुलाई परमेश्वरले उसको हातमा नसुम्पे पनि उसलाई त्यो शत्रुदेखि बाहिर अरू कतै अन्तै ठाउँमा लगेर परमेश्वरले साउललाई बचाइराख्नु भएको छ उहाँ साउल परमेश्वर अगुवाईभित्र हिँडी नै राखेको थियो तर अब परमेश्वरले आफ्नो उपस्थिति साउलदेखि निकाल्नु भयो मन परी काम गर्नुभयो अनि ऊ आफ्नो सेनापतिदेखि लिएर अर्को शत्रुको फौजले देख्दा डराउन थाल्यो अब किन डराउँछ है परमेश्वर उसित छैन परमेश्वरको उपस्थितिदेखि हामी बाहिर भएपछि हामीलाई डर लाग्छ नि त हाम्रोमा केही पनि उपाय रहँदैन कुनै कुरो सहारा पनि हामीले भने जस्तो पाउँदैनौँ त्यस्तै अवस्थामा चाहिँ साउलले अब डरको आत्माले उसलाई छुइसकेको थियो है अनि तिनले परमप्रभुलाई सोधे तर परमप्रभुले न त सपनाद्वारा न उरिम न अगमवक्ताद्वारा तिनलाई जवाब दिनुभयो भनेछ त्यहाँनिर एउटा उरिम औ तुमिम भन्ने एउटा शब्द छ है त्यो शब्दहरू चाहिँ अगमवक्ताले परमेश्वरबाट जुन कुराहरू आउनुहुन्थ्यो त्यो आउने गर्दथ्यो त्यसलाई उद्धार गरेर अर्थात् त्यो अनुसार चाहिँ अरू मानिसहरूलाई चाहिँ अगमवक्ताले गर्नुपर्थ्यो त्यो अनि त्योद्वारा चाहिँ मानिसहरूलाई कुन डाइरेक्सन दिनुपर्ने त्यो गर्ने गर्दथ्यो अनि परमेश्वरले अब न त सपनाद्वारा है न अगमवक्ताद्वारा न उरिमद्वारा कुनै कुराबाट पनि परमेश्वरले चाहिँ साउललाई चाहिँ निर्देशन दिन छोड्यो अब त्यसो हुँदा के भयो भनेपछि यहाँ चाहिँ ठुलो गल्ती गरे धेरैवटा गल्ती गरे के भन्दाखेरि चाहिँ 7 पदमा यसैले तिनले आफ्ना सेवकहरूलाई भने मेरो निम्ति कुनै एउटा मन्त्र तन्त्र गर्ने स्त्रीलाई खोजिदेऊ र म त्यस कहाँ गएर सोधपुछ गर्नेछु कति ठुलो गल्ती है त्योभन्दा अगाडि चाहिँ राजा साउलले परमेश्वरलाई सोध्ने गर्दथ्यो परमेश्वरलाई सोध्ने गर्दथ्यो है परमेश्वर मैले के गरौँ अब आउने दिनमा हिजोसम्म जे गरेँ अहिलेसम्म जे गरेँ भोलि के गरौँ जस्तो हामी सोच्छौँ भोलि दिन प्रभु बिहान उठेर अब मेरो काम यो त्यो हेन तेन अब उता के गरौँ हामी सोच्छौँ परमेश्वरलाई अनि परमेश्वर हामीले साक्षात् बोल्नु भएन भने पनि हामी हाम्रो काममा चाहिँ परमेश्वर भएको हामी अनुभव गर्छौँ नि त हामीले हाम्रो हरेक कामको बिचमा सुरुवातमा आखिरीमा हामीले परमेश्वरले दिनुभएको उपलब्धिहरू हामीले थाहा पाइराखेका हुन्छौँ नि त्यो चाहिँ हामीसित परमेश्वर हुनुभएको हामी थाहा पाउँछौँ र साउलले चाहिँ त्यो कुरा पाउनु छोडेपछि चाहिँ उसले के खोज्नु थाल्यो अब परमेश्वरलाई सोध्नु छोडेर अब मलाई एउटा मन्त्र तन्त्र गर्ने कुनै एउटा स्त्री खोजिदियो कति ठुलो गल्ती गरेछ है साउलले अब मन्त्र तन्त्रपट्टि लाग्यो मलाई जोखा नहेर्ने स्त्रीको दरकार पर्न थाल्यो उसलाई जुन कुरा चाहिँ परमेश्वरले चाहिँ अगमवक्ताद्वारा उसको निर्देशनमा हरेक दिन अगाडि बढ्ने गर्दथ्यो र उसले एउटा मन्त्र तन्त्र गर्ने स्त्रीलाई खोज्यो अनि त्यहाँ मुनि घटना हेऱ्यो भनेदेखि त्यो स्त्रीले डराएर साउललाई भनेछ किनभने त्योभन्दा अगाडि चाहिँ उसको राज्यमा चाहिँ त्योभन्दा अगाडि धेरै राम्रो काम पनि गर्थ्यो साउलले है उसको राज्यभित्र चाहिँ त्यो सबै मन्त्र तन्त्रका सैद्धान्तिक हरकत गर्ने जति पनि त्यहाँनिर थियो सबै राज्यबाट हटाइदिएको थियो कति राम्रो कुरो गरेको थियो है सबै राज्यबाट हटाइदिएको थियो अनि त्यसको डरले चाहिँ त्यो मन्त्र तन्त्र गर्ने स्त्रीले जब साउलको अगाडि आए ऊ डराएको छ मलाई के मार्नलाई यहाँ ल्याएको भनेको छु है त्यहाँनिर र पनि राजा साउलले यति नम्र बिन्ती गरेर होइन तिमीले मलाई चाहिँ अब केही गरिदेऊ भन्दाखेरि चाहिँ पुरा बिन्ती गर्दाखेरि चाहिँ अब तिमीले मलाई कोही न कोही एउटा मान्छेलाई बोलाइदेऊ
कुनै मान्छे यस्तो शक्तिलाई चाहिँ मेरो अगाडि देखा पारिदियो जसद्वारा म मेरो अगाडि बढ्ने दिनहरू म आफ्नो पाइला चाल्छु भन्दाखेरि चाहिँ त्यो स्त्रीले चाहिँ उसको मन्त्रद्वारा चाहिँ एउटा व्यक्तिलाई जमिनबाट निकालेको छ। अनि त्यो व्यक्तिले चाहिँ यहाँनिर 16 लिएर 19 कुरा पढ्यो भने त्यहाँनिर सबै विवरण भनेको छ, साउलको बारेमा सबै भनेको छ। अनि यसरी यो कुरा चाहिँ पढ्दा यो कुरा लामो छ है, हामीले जम्मै 28 अध्याय डल्लै 15 अध्याय डल्लै पढ्यो भने चाहिँ राजा साउलले चाहिँ आफ्नो जीवनमा चाहिँ परमेश्वरको उपस्थिति उसको जीवनबाट निकालिसकेपछि उसले के गरे, गर्ने कुरो पनि गरे नगर्ने कुरो पनि गरेको छ त्यहाँनिर। अनि म चाहिँ आज के भन्न चाहन्छु भनेदेखि नि हामी तपाईँ र म पनि परमेश्वरले कुनै न कुनै एउटा चुन्नु भएको अगमवक्ता या पुजारी हौँ हामी पनि। हामीलाई परमेश्वरले एउटा न एउटा स्थानमा राख्नु भएको छ, ठुलो सानो जस्तो सुकै होस् हामी है, तर उहाँले हामीलाई कुनै न कुनै स्थानमा राख्नु भएको छ, अवश्य राख्नु भएको छ। अनि यो स्थानमा राख्दाखेरि हामीले चाहिँ उहाँले अराइरहेको काम हामीले कोही इमान्दारपूर्वक आज्ञाकारिता ढङ्गले गर्नुपर्ने अवस्था आउँछ। नगरेर कहिले हामीले परमेश्वर अगाडि बहना चल्दैन। बहना गऱ्यो भनेदेखि परमेश्वरले हामीलाई पनि बहनै गर्नुहुन्छ। अनि कसरी गर्नुहुन्छ भनेदेखि हामीले त्यसको प्रतिफल चुकाउनुपर्छ। खराब प्रतिफल हुन्छ कि के हुन्छ, अब कि कस्तो प्रतिफल हामीले चुकाउनुपर्छ त्यो कुरा हामीले गर्नुपर्छ। हामीमा आइपर्छ, दुःख आइपर्छ, बिरामी आइपर्छ, समस्या आइपर्छ, अभावहरू आइपर्छ। अनि परमेश्वरले चाहिँ अब त्यस्तो नहोस् भनेर चाहिँ उहाँलाई सधैँ खोजिरहने हामीलाई बनाउनु भएको, खोजिरहने हरेक बिहानको प्रार्थनामा, बेलुकीको सुत्ने बेलाको प्रार्थनामा, या त दिनको हाम्रो पर्सनल प्रेयरमा परमेश्वरसित हामी बात गर्ने हो नि। या त्यो बात गर्ने चाहिँ हामीलाई चाहिँ अगमवक्ता नै बनाउनु भएको हो नि त हामी किनकि उहाँसित हामी बात मार्छौँ। जसरी त्यो समयमा अगमवक्ता चाहिँ परमेश्वरसित बात मार्नुहुन्थ्यो। अनि परमेश्वर जे भन्नुहुन्थ्यो त्यो चाहिँ साधारण मानिसहरूलाई उहाँले बताउने गर्दथ्यो। भनेदेखि आज यो अनुग्रहको समयमा चाहिँ परमेश्वरले हामी तपाईँ र मलाई नै अगमवक्ता बनाउनु भएको, तपाईँ र मलाई नै पुजारी बनाउनु भएको। अब पुजारीको कर्तव्य, अगमवक्ता कर्तव्य के हुन्छ भने परमेश्वर जे निर्देश दिएको छ त्यो कुरा गर्ने हो। यदि गर्दैनौँ भनेदेखि चाहिँ अब प्रतिफल के हुन्छ, परमेश्वरले आफ्नो उपस्थिति तपाईँ र मबाट छिनेर लानुहुन्छ। कति डरलाग्दो कुरो है, तपाईँ र मबाट त्यो उपस्थिति छिनेर लगेपछि सावलले जस्तो परमेश्वरलाई खोज्नु छोडेर मन्त्र तन्त्र गर्ने व्यक्तिलाई खोज्ने अवस्था आउँछ। डरलाग्दो कुरो हुन्छ है। अनि त्यो चाहिँ जिन्दगीको आखिरी पल हो, त्यो जीवनको आखिरी पल हो जसबाट हामी उम्कन निकै गाह्रो पर्छ हामीलाई। अनि त्यस्तो गाह्रोपन चाहिँ परमेश्वर हामीमा नआओस् भन्ने उहाँको कति ठुलो उद्देश्य छ है। त्यस कारण हामीलाई परमेश्वरलाई खोजिरहनु पर्ने, उहाँलाई सोधिरहनु पर्ने, उहाँले अराएको कुरो गरिरहनु पर्ने, उहाँसितको सम्पर्कमा हामी दिनरात अगाडि बढिरहनु पर्ने। जबसम्म कहिलेसम्म भन्दाखेरि जबसम्म हाम्रो प्राण उहाँले राख्नुभएछ संसारमा, या त आफ्नो पुत्रको आगमन जबसम्म संसारमा हुँदैन तबसम्मलाई, जबसम्म हामी प्राण हामीसित शरीरमा रहन्छ तबसम्म तपाईँ र मलाई चाहिँ परमेश्वरले अगमवक्ता र पुजारी बनाएर राख्नुभएको छ। पुजारीको पनि यहाँसम्म हामीलाई मल्किसेदेकको दर्जा दिएर बनाउनु भएको भनेको छ वचनमा। त्यस्तो पुजारी बनाएर राख्नुभएको छ। अब पुजारीले गर्ने काम चाहिँ के हो, उपद्रो हो। मन्त्र तन्त्र गर्ने व्यक्तिलाई हामी खोज्नुपर्ने हो, हामीले खोज्नु आवश्यक पर्दैन। साँच्चै भनौँ भने है, आवश्यक पर्दैन। साउल राजाले त्यो काम गरेर अझै ठुलो जीवनमा अझै ठुलो गल्तीलाई निम्त्याएको छ, अझै ठुलो पापलाई निम्त्याएको छ। अनि आखिरमा के भयो प्रतिफल भन्दाखेरि चाहिँ यहाँ हामीले पढ्छौँ। यहाँनिर पहिला हामी पढ्दा के भने यहाँनिर 28को 19मा 28को 19मा यसरी लेख्छ, यही कारण तिम्रो प्रजा इजरायललाई परमप्रभुले पलिस्तीहरूको हातमा पर्न दिनुहुनेछ। अब भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ। हो साँच्चै नै परमप्रभुले इजरायली सेनालाई पलिस्तीहरूको हातमा सुम्पिदिनुहुनेछ।
अहिले लडाइँ हुँदैछ देखिरहेको छ। इजरायल र प्यालेस्टाइनको कहिले पनि मेलमिलाप छैन, अहिले पनि छैन। जस्तै भर्खरै सिज फायर भयो है, तर त्यो सिज फायर पनि तोडिएला जस्तो हुँदैछ। कुनै पनि बेला त्यो सिज फायर तोड्यो भने फेरि पनि त्यो लडाइँ चालु भइहाल्छ। अहिले पनि छ यो वचनमा, पुस्तौँदेखिको यो वचनमा पलिस्ती र इजरायलको कुरा छ। अहिले पनि लडाइँ भइरहेको छ त्यहाँनिर, त्यही कुरो भइरहेछ, त्यही कुरो, कुनै नयाँ कुरो छैन, त्यही कुरो दोहोरिराखेको छ। अनि पलिस्तीले बार बार दुःख दिने गर्छ इजरायललाई। इजरायलले चाहिँ परमेश्वरलाई सोध्नु छोडेर चाहिँ मन्त्र तन्त्र गर्नेलाई सोधेर के गर्नु अब भन्ने कुरा लाग्दाखेरि चाहिँ इजरायलको हार भइराखेको छ। भनेदेखि तपाईँ र मलाई चाहिँ परमेश्वरले चाहिँ मन्त्र तन्त्र गर्ने सोध्ने होइन, तर परमेश्वरलाई सोधेर हाम्रो अगाडिको दिनहरूमा हामीले पाइला चाल्ने हो होइन। अगाडिको दिनहरूमा हामीले के गर्नुपर्छ भन्ने कुरा। अनि यहाँनिर 19मा लेखेको छ, भोलि नै तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ भने त्यो प्रेतात्मा भनौँ न है। तर प्रेतात्मा चाहिँ यहाँनिर चाहिँ खासमा चाहिँ सामुएलकै ठिक प्रतिरूपमा चाहिँ त्यो जमिनबाट निस्केर चाहिँ त्यो व्यक्तिले चाहिँ साउललाई भनेको छ। अनि त्यसको ठिक पुष्टिलाई हामी हेर्यौँ भने कि हामी पहिला सामुएल 31को 2 पदमा पढ्नु त, त्यो कुरो त्यहाँ आएर पुरा भएछ है। फलिस्तीहरूले साउल र तिनका छोराहरूलाई खुब खेदे र तिनका 3जना छोराहरू जोनाथन, अबिनादाब र मल्की-सुअलाई मारे। 3जना छोराहरू मर्यो। त्यसको लगतै पछि ऊ आफै पनि तिनीहरू आफ्नै तरवारमा रोपेर मरेको छ। जम्मा एउटै घरको 4जना व्यक्ति, कति ठुलो संहार है। अनि यो अवस्था हुने थिएन र जस्तो कि परमेश्वरले अराएको काम, परमेश्वरले दिएको आज्ञा चाहिँ साउलले आफ्नो जीवनमा एकदमै निष्ठापूर्वक पालन गरेको भएदेखि साउलको जीवनमा अर्थात् साउलको परिवारमा त्यस्तो डरलाग्दो घटना आउने थिएन होला जस्तो लाग्छ। त्यस कारण परमेश्वरलाई चाहिँ हामीले बार बार हाम्रो प्रार्थना अन्तर्बिन्दुमा सोधिरहनुपर्छ, प्रभु के गर्नु भने, प्रभु हाम्रो जीवनमा यो कुरा आउँदैछ, यो समस्या आउँदैछ, के गर्नु। हामीले सोध्ने काम, परमेश्वरले भन्ने काम, अनि मान्ने काम पनि हाम्रो। सानोभन्दा सानो व्यक्तिलाई पनि परमेश्वरले सानै कुरामा निर्देशन गर्नुहुन्छ, ठुलोलाई पनि ठुलै कुरामा। अनि हामीलाई जस्तो छौँ हामी त्यस्तै तरिकाको हामी नोकरी चाकरी गर्छौँ, सेविका गर्छौँ, व्यापार वाणिज्य हामी गर्छौँ, सबै थोकमा आफ्नो आफ्नो तरिकाले। भाइ सिमोनले आफ्नो व्यवसाय चलाउँदैछ बसेर, दोकानभित्र बसेर कुनै कुरो अगाडि आएको कामलाई परमेश्वरलाई सोध्नुपर्छ होइन। म सोध्छु, म आफ्नो काम गर्छु, प्रभु मैले के गर्नुपर्छ, त्यो मेरो हातमा कुनै कामहरू भने जस्तो सफल भएन, मैले परमेश्वरलाई सोध्नुपर्छ। यो कुरा परमेश्वरले साउलको जीवनमा भएर हामीसित बोल्नु हुँदैछ आज बेलुकी है। सोधेर उहाँको निर्देशन पाएर हामीले अगाडि बढ्यौँ भनेदेखि हामी साउलको जस्तो अवस्था हामीमा हुँदैन अवश्य नै। र यस्तो गल्तीपन हामीले दोहोऱ्याउनु पर्दैन, मन्त्र तन्त्र कुराहरू खोज्ने कुरा हामीले गरिरहनु पर्दैन। तर हाम्रो जीवन पर्यन्त परमेश्वरले हामीलाई गुहार गर्नुहुनेछ र जीवन पर्यन्त नै परमेश्वरको उपस्थितिलाई उहाँलाई सोधिरहने, उहाँको आज्ञालाई पालन गरिरहने हामीलाई परमेश्वर पठाउनु भएको छ। र आज बेलुकी वचनमा परमेश्वर आशीर्वाद दिनु।